कार्यक्रमका सभाध्यक्ष त्रिभुवन पराजुली सर, कक्षा 12 का साथीहरू र कक्षा 11 का भाइ बहिनीहरू सबैमा नमस्कार। म समीर लाङछाने। तपाईँहरूको अगाडि आएर यसरी बोलेको म पहिलोपटक त होइन, तर अब यस सबलाइन अङ्ग्रेजी माध्यमिक विद्यालयको विद्यार्थीको रूपमा चाहिँ अन्तिम पटक होला। यस विद्यालयमा यस विद्यालयको थोरै विद्यार्थी मध्ये यस्तो पढ्छु म जुन चाहिँ नर्सरीदेखि कक्षा 12 सम्म पढ्यो। यस 15 वर्षको अवधिमा मैले धेरै कुराहरू सिक्ने मौका पाएँ, धेरै मान्छेहरू, धेरै साथीहरू भेटेँ, धेरै शिक्षकहरूलाई पनि चिने। यस विद्यालयमा मैले किताबकी विषयवस्तु बाहेक अरू बाहिरी कुराहरू पनि सिक्ने मौका पाएँ। जस्तै फिजिक्समा भेलोसिटी अफ साउन्ड निकाल्दाखेरि न्युटनले गरेको गल्ती र ल्याप्लासले गरेको करेक्सन मात्रै नभई सम्पूर्ण सर म्याडमहरू, कक्षा 12 का साथीहरू र कक्षा 11 का भाइ बहिनीहरू सबैमा नमस्कार। कुराहरूलाई सल्भ गर्न सिकेँ मैले। यस्तै अरू धेरै कुराहरू सिकियो र यहाँ चाहिँ यो स्कुलमा आउँदाखेरि हामी सबै अन्जान थियौँ र स्कुलले हामीलाई साथी बनाइदियो। अब यो स्कुलबाट बिदा भएर जाने गर्दाखेरि फेरि अन्जान हुन नपरोस् भन्ने आशा छ। अब हाम्रो परीक्षा पनि अनलाइन सक्यो। त्यसैले कक्षा 12 का साथीहरूलाई चाहिँ परीक्षाको लागि राम्रो तयारी गरिदिनु हुन अनुरोध गर्दछु र आफ्नो जीवनमा चाहिँ 12 पछि कता जाने के गर्ने जला गरे पनि अब साथीहरूलाई नबिर्सिनु भन्न चाहन्छु र यो कार्यक्रम सञ्चालन गर्नुहुने कक्षा 11 का भाइ बहिनीलाई पनि धन्यवाद दिँदै म यो स्टेजबाट बिदा गर्न चाहन्छु। धन्यवाद।